हेलो साथीहरू, म प्रसाद मार्पा चाहिँ इन्डिया नर्थ इस्ट आसामबाट र फेरि पनि म तपाईँहरूलाई न्यानो न्यानो अभिवादन गर्दै यो गान्द्रो गाउँबाट स्वागत गर्दैछु। र आज चाहिँ म तपाईँहरूलाई के देखाउन जाँदैछु भन्ने यहाँको नजारा त सधैँ प्राकृतिकको सौन्दर्यता सधैँ देखाउने गर्छु। र आज फेरि पनि म माथितिर एकदमै आइपुगेको छु। यहाँ देख्न सक्नुहुन्छ मेरो पछाडिको नजारा देखाउँदै आज चाहिँ म आइपुगेको छु है साथीहरू। र यहाँ एकदमै रमाइलो तालले धान रोपाइ चलिरहेको छ र म त्यो पनि देखाउने छु। र यहाँ देख्न सक्नुहुन्छ कति नै रमाइलो लागेको छ। यो अन्नले भरिएको एकदम धान रोपेर ट्रेन्डिङमा यो सिरीदार खेती जता हेरो धानले भरिसकियो। र त्यसै गरेर मैले चाहिँ फेरि पनि तपाईँहरूलाई देखाउनलाई प्रयास गरेँ है। र साथीहरू, यो देख्न सक्नुहुन्छ जता हेरो त्यतै नै यस्तो राम्ररी तालले रोपिरहेको छन्। यहाँ देख्न सक्नुहुन्छ हलो जोतिरहेको छन्, रोप्ने रोपिरहेको छन्। र यो सिरीदार खेतीलाई चाहिँ अहिले देख्नलाई यति नै सौन्दर्यता लागेको छ र यति नै रमाइलो लागेको छ। यहाँ देख्न सक्नुहुन्छ जता हेरो त्यतै धान रोपले अहिले चाहिँ एकदमै रमाइलो देखिएको छ है साथीहरू। र यो हाम्रो कलोनी पनि यस्तो प्रकारले देखिसकेको छ र पुरै चारैतिर खेतीको बिचमा भएका यो हामी बस्ने कोलोनी चाहिँ अरू पनि यहाँबाट सौन्दर्यताले भरिसकेको छ। यहाँहरू पहिलो रोपाले र यो सिरीदारको खेती मकैको खेती उठाउनु बित्तिकै फेरि धानले सजिसकेको छ है साथीहरू। र यो हिमालको काखमुनि बसेको यो गाउँघरको रमाइलो क्षण चाहिँ अहिले चाहिँ यस्तो छ। र सबै मान्छेहरू चाहिँ धान रोप्नलाई नै व्यस्तता छन्। यहाँ देख्न सक्नुहुन्छ जता हेरो त्यतै नै अहिले चाहिँ गाउँघरकाहरू सबै धान रोपाइमा लागिरहेको छन् है साथीहरू। र यहाँको प्राकृतिक सौन्दर्यता र यो पहाडको हिमाल र यो एकदमै हरियाली पहाडको सौन्दर्यता त तपाईँहरूलाई बयानै गर्न सक्दिनँ। र यो त जता हेरो त्यतै नै यति मिठो नजाराहरू देखिन्छ। र यो झरनाले चाहिँ अरू पनि रमाइलो रमणीय देखिएको छ। र यहाँ चारैतिरको दृश्यहरू यहाँको दृश्यहरू तपाईँहरूले अवलोकन गर्न सक्नुहुन्छ। वाउ, कति सुन्दर, कति रमाइलो, सबैतिर नै कुलो काटेर ल्याएर पानीको मूल फुटेको छ। र यो देख्न सक्नुहुन्छ पुरै पानी लगाएर एकै दिनमै कति रोप्दा रहेछन् भन्ने चाहिँ रात पुरै दिनभरि रोपाइ गरेर यस्तो प्रकारले झल्किसकेको छ है। अहिले चाहिँ यो घान्द्रुकको हिमालको काखमुनि बसेको घान्द्रुक गाउँ चाहिँ अहिले यस्तो प्रकारले देखिसकेको छ है साथीहरू। यहाँ देख्न सक्नुहुन्छ। र साथीहरू, यताको नजारा पनि यस्तो छ। अस्ति चाहिँ मुदी खोलामा निकै बाढ आएर लेदो पानी आएर यही सेउली बजारमा पसल ससल भाँचेर लगेको थियो। यही नै हो। यहाँ देख्न सक्नुहुन्छ उता मुनितिर अलिअलि चद्दर टल्केको देखिरहनु भएको छ। त्यहीँकै पसल बगाएर लगेको थियो। र अहिले आज पनि एकदमै डराउना भएर मुदी खोला चाहिँ बगिरहेको छन्। र आज पानी दिनभरि नै परिरहेको छ। 2-4 दिनबाट पुरै पानी परिरहेको छ। र त्यसै गरेर जता हेरो त्यतै गाउँलेहरूको रोपाइ अहिले चाहिँ एकदमै धमाधम छ। र मकै चाहिँ भाँचेर मकै पनि यस्तो गरेर राख्ने गर्दा रहेछन्। र यहाँ देख्न सक्नुहुन्छ यो घर त म प्रायः तपाईँहरूलाई देखाउने गर्छु। र साथीहरू, म अलिक माथि पुगेर फेरि पनि तपाईँहरूलाई देखाउनलाई प्रयास गरेँ। यहाँ देख्न सक्नुहुन्छ गाउँलेहरूको व्यस्तता यति नै व्यस्त भइसकेको छन्। र मेरो चाहिँ सास पनि फुल्यो किनभने म माथितिर चढेर आएँ। र यहाँ देख्न सक्नुहुन्छ यहाँबाट चाहिँ झन् साह्रो रमाइलो यो पहाडको दृश्यहरू अवलोकन गर्न सकिँदा र गाउँहरूको मेहनत गरेको देख्दाखेरि र फेरि पनि मैले तपाईँहरूलाई देखाउनलाई प्रयास गरेँ। यहाँको नजारा यति नै रमाइलो लाग्दो छ। र अहिले चाहिँ पुरै अन्नले भरिपूर्ण भइसक्यो यो काखमुनि बसेको हिमालका गाउँ चाहिँ। है गाइस, यस्तै गरेर मैले चाहिँ सानोतिनो छोटकरीमा भिडियो पस्किए तपाईँहरूको बिचमा के कस्तो लाग्छ। यदि राम्रो लाग्छ भने लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। र मेरो भिडियो हेरेर कस्तो लाग्छ अवश्य भनिदिनु होला। र त्यसै भनेर गाइस, मैले चाहिँ तपाईँहरूको बिचबाट बिदा मागेँ। फेरि पनि अर्को एउटा नयाँ भिडियो लिएर मिल्नेछु। र थ्याङ्क यू फर वाचिङ गाइस।